Day 5 of building my food brand from scratch. आज चाहिँ म जाँदैछु म्युनिसिपल कर्पोरेसनमा अस्ति सटरडेमा भनेको जस्तै मैले रेडी गरेको छु मेरो पासपोर्ट साइज फोटो, आधार कार्डको जेरक्स, है पान कार्डको जेरक्स अनि साथ म ओरिजिनल पनि बोकेर जाँदैछु। अनि आज चाहिँ गएर के अपडेट हुँदो रहेछ म तपाईँहरूलाई भन्नेछु। भिडियो हेरिदिइराख्नु होला, स्किप नगरिदिनु होला। आजको चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। फाइनली म चाहिँ घर आइपुगिसकेको छु। अनि आज चाहिँ मेरो डाउट्सहरू पनि एकदमै क्लियर भयो। के लाइसेन्स चाहिने रहेछ भन्दाखेरि एउटा चाहिँ फासा लाइसेन्स, अर्को चाहिँ ट्रेड लाइसेन्स, दुइटै अनलाइनमै बनिन्छ अरे। 300 स्क्वायर फिट भन्दा ठुलो एरिया छ भने चाहिँ त्यसमा चाहिँ फायर सेफ्टी लाइसेन्स चाहिने रहेछ। आज चाहिँ एउटा दुइटा प्रपर्टिज पनि एक्सप्लोर गरेर आएको। अनि त्यसमा चाहिँ रेन्ट एकदमै ज्यादा रहेछ र डिपोजिट पनि एकदमै ज्यादा रहेछ। अनि अब डिसाइड गरेर के गर्नेवाला छु म तपाईँहरूलाई अर्को भिडियोमा अपडेट गर्नेछु। अनि साथै साथ आउँदै गर्दाखेरि मैले आज चाहिँ लोटरी टिकट पनि किनेको छु है गाइस। फर्स्ट टाइम हो मेरो। 1 करोड फसिहाल्यो भने चाहिँ फेरि कन्टेन्ट चेन्ज भएर थाइल्यान्ड गइराखेको देख्नुहुन्छ तपाईँहरूले। आज अब लक ट्राई गरौँ आज कस्तो हुने रहेछ। तब तकसम्म बाई बाई।